हेलो नमस्ते हाम्रो दुम्बा यहाँ रेडी भइरहेछ यस्तो मिठो तरिकाले जस्तै हो भाइ साहब उसले देखेछ हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू ब्लग सो आज चाहिँ हामी फेरि पनि धेरै पछि होइन साथीहरूसँग हाइकिङमा जाँदैछौँ चट्टा लगाएर होइन हाम्रो त्यस्तोमा चट्टा रेडी भएर यस्तो टक्कै हाम्रो ड्रेसअप पनि आज यस्तो छ होइन चट्टा लगाएर अहिले चाहिँ हामी कहाँ छौँ कुलेश्वरीमा छौँ होइन अनि हामीले अहिले टक्क कलङ्की चोकमा जाँदैछ अहिले हिँडेर त्यही हो यहाँ हाम्रो दोस्तीको नाम चाहिँ निरज तामाङ अगाडि छ हाम्रो त्यही नै हो हामी चाहिँ यहाँबाट चाहिँ अब यहाँ जानुपर्ने हुन्छ होइन टक्क कलङ्कीसम्म अनि त्यसपछि हामी चाहिँ आएर अब माछा केमा पुछ्री जाने हो हेर्दै जान्छौँ त्यसको लागि चाहिँ बसमा होला। सो हामी चाहिँ साथी बिचरा एक्लै भइरहेछ हामी दुईजना भ्लगरको भुतमा होइन अब उसलाई फेरि एक्लै न्याउरो पारेर हामीले चाहिँ एकजना चाहिँ होइन केटी चाहिँ साथी चाहिएको छ हाम्रो जसको लागि चाहिँ होइन कोही हुनुहुन्छ भने चाहिँ तल नम्बर राखिदिएको छु त्यहाँ चाहिँ कन्ट्याक्ट गर्नु होला है त अहिले चाहिँ यहाँ पुलेश्वरको बिग मार्टनिर आइपुगेका छौँ हामी चाहिँ एकछिन हामीलाई केही स्न्याक्सहरू किन्न गइरहेको छौँ होइन जाँदैछौँ सो वाच गर्दै गर्नु होला यो चाहिँ बिग मार्ट रहेको छ पुलेश्वर आवास राइट गाइस हामी चाहिँ अब चट्टा लगाएर कलङ्कीबाट होइन बसमा चढेर टक्क बालाजुमा झरेर बाइपास हुँदै माछा पुछ्रेको बाइपास हुँदै टक्क हाइकिङ जाने बाटोमा जाँदैछ होइन सो हाम्रो जनताहरू चाहिँ आजको ल हेर सबैले दोस्ती हेर कस्तो होला हेर दोस्ती अब आइजन फेरि बाँकी आइभन Hello guys, welcome back to our channel. सो त्यही नै हो हामी चाहिँ अब बाइपास हुँदै होइन अहिले चाहिँ कति अझै हाम्रो अझै 5 मिनटको यात्रामा होइन भर्खर फुलबारी गेट जाँदैछौँ टक्क हामीले अझै 5 मिनट हिँडेर बल्ल फुलबारी गेट पुग्छ होइन गाडी चाहिँ हामीले टिकट काट्नुपर्ने हुँदैछ त्यही हो टक्क टिकट सिकट काटेर दुस्ती हामीले त खासै किन हेर नि त माथि पानी पनि जम्मा यति छ मैले 4 किलोमिटर हिँड्न छ यार पानी पनि जम्मा आधी बोतल है आज चाहिँ होइन त्यहाँ पसल पाएन भने चाहिँ हामीलाई लानु गाह्रो हुन्छ आज झोला मात्रै बोक्या तर झोलामा केही पनि छैन आज पानी सो त्यही नै हो हामी चाहिँ अब फुलबारी गेट गएर भेट्नुपर्छ होइन यहाँ बस गइरहेको छ टक्क मलाई त तरुनीले हेरिरहेको छ क्या के भन्नु त के भन्ने कस्तो फिल भइरहेको साथी अब झ्याउला यत्रो हिँड्नुपर्छ गर्छ सो गाइस अब फुलबारी गेट आइपुग्न लागिसक्यो होइन त्यहाँनिर टक्क हामी चाहिँ हिँड्छौँ होइन साथीहरू चाहिँ पछाडि छ हावा आएर कपाल यस्तो बिगार्दैछ मेरो साथीहरू चाहिँ पछाडि बसिरहेछ म चाहिँ एक्लै झ्याउलाएर म चाहिँ एक्लै बोल्दै हिँडेर होइन साथीको घरमा बाटो चाहिँ यस्तो छ साथीहरू जस्तै गोब्रो रेडी पार्दैछ होइन हाम्रो चाहिँ
तल्लो काठमाडौँ बजार गाइज हाम्रो गोब्रो इज रेडी होइन चट्ट त्यही हो यस्तो मोबाइल यसो छ आज कस्तो कति कति परेर जुत्ता कति परेर हिजो त उकाकै छैन यार हामी चाहिँ फुलबारी गेटमा आइसक्यो अनि यहाँ चाहिँ अब टिकट काट्नु पर्नेछ माथि जानको लागि सो हामी चाहिँ यहाँ टिकट काट्न लगाएर छ साथी अर्को दुईजना साथीहरू अब चाहिँ नागरिकता दिन पर्छ अरे यहाँ चाहिँ होइन अनि हाम्रो चाहिँ यहाँ टक्क नागरिकता सहित हामी बोकेर आएको छ मेरो त नदेखा मेरो औडा यस्तो यसमा अब फोटोमा लास औडा लाग्छ चाहिँ सबको नागरिकता चाहिँ यहाँ हामीले दिनुपर्ने हुन्छ यो चाहिँ खासमा चाहिँ के को लागि होला त्यस्तो छ म तल मोबाइलै देखाइदिन्छु यहाँ नै थियो नि यो त्यो अस्ति मैले बनाएको थियो भिडियो छ शनिबार भएर होला सो हामी चाहिँ यहाँबाट चाहिँ माथि जानुपर्ने हुन्छ यहाँबाट भित्र होइन माथि दामी चढ्दिने हो जस्तो अगाडि नै होइन म हो क्या हामी चाहिँ त्यहाँ गएर होइन टिकट काट्न बसिरहेको आखिर यतापट्टि चाहिँ फर्म भर्न पर्ने रहेछ होइन आज बल्ल फर्म भरेर चाहिँ यहाँ हामी बल्ल टक्क लगाएर त्यहाँ जानुपर्ने छ सो हामी चाहिँ अब फर्म भर्न लागेको छ हाम्रो चाहिँ फर्म भरिदिन्छ होइन अहिले चाहिँ यस्तो घाम चर्को लगाएर छ हेर हाम्रो त पसिना आएर वाइल्ड घाम लगाएर छ गाइस यता त अहिले चाहिँ हामी त्यो फर्म भरेर चाहिँ भेट्छौँ है त गाइस होइन फर्म भर्नलाई चाहिँ यस्तो यस्तो डकुमेन्टहरू चाहिँ भर्नुपर्ने रहेछ के लयो कति लयो सब चाहिँ भर्नुपर्ने रहेछ होइन यस्तो हामी चाहिँ त्यो खाँदैन थियो र विदेशीहरूलाई धरि यस्तो हुँदैन होला कि हामीले चाहिँ गरिरहेको छ होइन टक्क यहाँ चाहिँ अब के बनाऊ नेपाल सरकारले अब के भन्छ अझै हाम्रो फर्महरू कम्प्लिट हुन लागिसक्यो मैले अघि भर्खर एउटा मान्छेलाई चाहिँ चाहिँ जाम भइरहेछ हामी आएर होला पपुलारिटी धेरै छ नि त जस्तो अरू कोही नभए नि म देखेर र ऊ देखेर चाहिँ पपुलारिटी यहाँ धेरै बढिरहेको छ अक्षर त नर्सको हो त सो अब चाहिँ हामी चाहिँ यो लिएर चाहिँ टक्क लगाएर उता बुझाउनु पर्ने छ अगाडि रहेको त्यो फर्म भरेको चाहिँ हामीले चाहिँ बुझाएर चाहिँ टिकट लिनुपर्ने हुन्छ हाम्रो यहाँ रिच किड मिलन मगर रिच किड पैसा छ पाला पाल्छ यस्तो उडाइदिउँ न कति 400 रुपियाँ हुन्छ होइन सो यहाँ चाहिँ हामीले टिकट लिएर चाहिँ हामीले चाहिँ फेरि यहाँ लाइन बस्नुपर्ने हुन्छ लाइन चाहिँ लामो हुन्छ यहाँसम्म सो यहाँ चाहिँ आज धेरै भिड छ शनिबार भएर नि होला मुख्यमन्त्री जस्तै यो चाहिँ बुझाउने होला नि यता बुझाउनु पर्छ टिमतिर जाने मेरो फोटो यो चाहिँ के राख्ने रे होइन मान्छे मेन हो सबैको हामी राख तर कालो मान्छे रातो भइसक्यो डढेर घामले केही छैन
हामीलाई चाहिँ त्यहाँ चाहिँ भिडियो बनाउँदैन उनीहरू देख्छ भनेर चाहिँ सो हामी चाहिँ अल्छ माथि जाने अब सिधै होइन के भन्छ आर्कोचोटि आउँदै खाइरहन्छ हामी सधैँ चिप्स मात्र रहेको छ अनि त्यसपछि जस्तै यहाँ एउटा मिठो हान्नुपर्छ होइन सो हामी चाहिँ अब चाहिँ हाम्रो चाहिँ मुख्य के भन्छ अरे के भन्छ त्यसलाई दोस्त किन चाहिँ छ त अहिले के दिनु हाम्रो गन्तव्य मुख्य गन्तव्य चाहिँ हाम्रो चाहिँ हाम्रो साथी हाम्रो पूर्वज यो है यो पूर्वज चाहिँ यो हो यो चाहिँ हेर यो चाहिँ म हो गाइज हाम्रो चाहिँ अब के भन्छ सुरुवात हुँदैछ होइन पुग्नलाई हामीलाई कम्तीमा 2 घन्टा लागेको छ आज किनकि होइन यस्तो सिडी छ कि डेन्जर होइन धक्क लागेर सिडी छ होइन सिडी छ नि त सबै रमाइलो ठाउँ छ होइन चट्ट लागेको दोस्ते सो त्यही नै हो रिक्सामा हल्का फुल्का भिडियो बनाउँदै जाऊँ होइन अहिले चाहिँ हिँड्नु पर्ने छ त्यही हो यस्तो ठाडो उकालो हिँड्दा चाहिँ यस्तो तलबाट हामी चाहिँ सास फुल हिँड्लाइसक्यो मेरो चाहिँ हाम्रो साथीहरू चाहिँ अगाडि गइसक्यो होइन साथीहरू त के साह्रो हिँडेको हौ मलाई पनि बोकेर लैजाऊ एकदम उकालो छ मेरो साथीहरू चाहिँ भन्दा नि माथि पुगिसके भने हिँड्न नसकेर तल यस्तो उकालो यस्तो ओह्रालो बाटो चाहिँ पुरै चाहिँ जङ्गलको बाटो गाउँको जङ्गलमै हिँडेको जस्तै भाइस दिइरहेछ है हाम्रो दोस्तीको पसिना खलखल्दै आएछ साथीहरू फेरि मलाई छोडेर एक्लै हिँड्छ कि ल एउटा लौरी चाहियो दोस्त भनेर भन्दिनँ ल हाम्रो साथीहरू चाहिँ जोस् हिँड्न सक्ने छन् होइन जोस् उनीहरू चाहिँ भविष्यमा चाहिँ केही गरिहाल्छ जस्तो लाग्छ मलाई चाहिँ मैले केही गर्न नसके पनि मेरो साथीहरूलाई चाहिँ फ्युचरको लागि चाहिँ अल द बेस्ट भन्न चाहन्छु गुड लक भन्न चाहन्छु 4 किलोमिटर हजुर यस्तो दुम्दा 4 किलोमिटर छ सो तल चाहिँ अलिअलि भ्युजहरू देखिरहेछ हजुर जामाचो पुग्न 4 किलोमिटर जामाचो 4 किलोमिटर हिँडेर जाने ल यस्तो त हामीलाई त म त सानोमा हामी भारी बोकेर हिँड्थ्यौँ दाउरा बोकेर हिँड्थ्यौँ यस्तो लुगाले त हामी लेकबाट बेसी जान्थ्यौँ हाम्रो दोस्ती हाम्रो पूर्वज हाम्रो दोस्तीले यहाँ चाहिँ उता डेरा जमाएर बसिदिए अस्ति नै त्यसपछि सहरीकरण बढ्न थालेपछि चाहिँ बल्ल नै हाम्रो दोस्तीले चाहिँ बोरा बिस्ता बाँड्न चाहिँ तल झरेका थिए अहिले चाहिँ आफ्नै जन्मथलो भनेर चाहिँ सम्झेर चाहिँ हामीलाई पनि लिएर आएका छन् उसको जन्मथलो स्थानमा सो हाम्रो साथीहरूलाई चाहिँ थके लागेको छ होइन देख्न सक्नुहुन्छ अनुहारमा थकित अवस्थामा देखेको हुन्छ तब एकछिन हामी बस्ने कार्यक्रम हुन्छ होइन हामी बसेर चाहिँ तपाईँहरूलाई भेट्नेछौँ गाइज 1 2 3 4 भन्छ होइन जे भन्नु त्यो भन्नु 1 2 3 के भन्छ म के भन्छु आमस्टर लरमा हुन्छ अनि केटा आयो त्यो चोट किन खान्छ ए अँ त्यो डायलग ह बिनुलाई भन्छु ओइ चोट किन खान्छस् हैन म डायलग भन्ने 1 2 3 गर्छु
चुरोट किन खान्छ भन्नु ल पनि ल जोस चाहियो कि ल ल ल ल ल ल त 1 2 3 गो चुरोट किन खान्छस् ल आवाज ल ओके 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 1 2 3 गो चुरोट किन खान्छस् यस्तो भन्ने हामीले ल गाइस हैन मेरो साथी धोका भयो अब म चाहिँ घर गएँ बाई 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 म चाहिँ साथीलाई छोडेर जान्छु बाघ आउने ठाउँमा हामी 3 जना कुकुरहरू हिँडेका छौँ हामी 3 जना कुकुर एउटा रकी एउटा टमी म चाहिँ एउटा जेन्नी एउटा टमी म चाहिँ मेरो अलि युनिक चाहियो क्या युनिक 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 मेरो नामै युनिक ल गाइस आजबाट मेरो नाम चाहिँ युनिक भएको छ त्यसैले मेरो नाम राखिदिनु भएको हाम्रो दोस्त त्यसैले अब हाम्रो दोस्त आजबाट चाहिँ बाहुन बा चाहिँ पूजा गर्छ तिम्रो साउन्ड चाहिँ रेडी हुनु भाजिन्छ जाऊ 25 केजी उचाल्दै भाजिदियो अलि छिटो हिँडौँ के छिटो होइन साथीहरू केटाहरू 4 किलोमिटर साइड अलिक छिटो हाम्रो दोस्तहरूको चाहिँ खराब बानी के हो भन्दाखेरि खराब बानी नहुनु नै खराब बानी हो क्या हाम्रो साथीहरूको चाहिँ लडेको अवस्था होइन सरी फर गाइज होइन मैले चाहिँ क्लिप खिच्न सकिनँ हाम्रो दोस्त चाहिँ लडेको अवस्था हाम्रो साथीहरू चाहिँ भन्छ नि साथी बी लाइक भने जस्तो साथीहरू हाँसो खप्न सकेन कस्तो कस्तो हाम्रो दोस्तीले चाहिँ अब एक गरेर देखाउँछ कस्तो भएको छ भनेर ल दोस्ती त्यही भएर हामीसँग चाहिँ अब जोडिरहनु होला होइन हामी चाहिँ अलि माथि गएर भेट्नेछौँ हामी चाहिँ थका लगाएर बोल्न नसक्ने स्थितिमा पुगिसक्यो सो माथि गएर भेट्नु है त हामी चाहिँ तलबाट चाहिँ हामी चाहिँ यत्रो माथि बाटो आइसक्यौँ त्यो पनि अझै हेर बाटो माइ गड उकालो हाम्रो दोस्तीको फाइनल आउटफिट चाहिँ यस्तो रहेको छ है माइ गड मोडल बन्नु जस्तो छैन त नि सो गाइज म तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने कोही केटा मोडल आवश्यक छ भने चाहिँ हामी 2 जना केटाहरूमा चाहिँ 1 जना छान्न सक्नुहुन्छ जुन चाहिँ मनपर्छ मलाई भनेर चाहिँ तल दिएको नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नु होला लिङ्क तल डिस्क्रिप्सनमा राख्दैछु डिस्क्रिप्सनमा सरी फर होइन माई जिब्रो मिस्टेक जाम होइन जिन्दगी बाटोमा भनेको होइन सङ्घर्ष गर्नुपर्छ दोस्त होइन सङ्घर्ष गर्न यस्तो सिडी बनाएन कि यस्तोमा जानुपर्छ तिहारमा गाउनलाई हुन्छ नि त्यो रातो माटो चिप्लो बाटो दोस्ती अघि त हामी थिएन अहिले त हामीसम्म लड हाम्रो बाँदर जस्तै उहाँ माथि पुगिसक्यो हौ हामी कुकुरहरू चाहिँ हिँड्न सक्यो होइन हाम्रो बाँदरहरू चाहिँ माथि पुगिसक्यो ए बाँदर मात्र अन्ली बाँदर यहाँ कुकुर हुसे कुकुर लड्छ फाइनल्ली यस्तो बाटो यहाँ गाई यस्तो बाटो चाहिँ हामी आइसक्यो साथीहरू चाहिँ त्यहीँ तल छ छिटो छिटो त्यही नै हो साथीहरूमा चाहिँ आइसक्यो यहाँ माथिसम्म अर्को 2 जना साथी चाहिँ तलै छन् के भन्न चाहन्छु भने हामी दोस्त के भन्न चाहनुहुन्छ भने मेरो दोस्तले चाहिँ तपाईँहरूले चाहिँ भिडियो हेरिदिनु भएकोमा धन्यवाद भन्न चाहन्छ
साथीहरू चाहिँ हिँड्न नसकेको अवस्था यहाँ घुम्न जाम भन्न छ नि यही नै हो घुमाइ हाम्रो सक्दैन है फेरि हामीलाई ओइ आउ न हिँडिनु दौडिनु परेन बिचरा हेर कालो रातो पिरो भएको गोल्डी भन्दैखेरि चलाउने छोड बाटो छोड त्यताबाट जानुपर्छ यो बाटो म चाहिँ अघि नै आइसकेँ होइन गाइज साथीहरू चाहिँ तलै थिएँ त्यही हो मसँग चाहिँ कसले नि केही गर्न जितेर सक्दैन डन चाहिँ ब्याड हाम्रो साथीहरू टमी रकी सो गाइज म चाहिँ तपाईँहरूलाई के भन्नु आएको भन्दाखेरि हाम्रो चाहिँ 2.25 लिटरको कोक नै पसलमै छोडेछ ल सो अहिले आएर चाहिँ रिग्रेट हुँदै होला होइन के छोड्यो भन्दाखेरि त्यही छोड्यो होइन ल ठिक छ ल बताएँ हुन त म फेन्टा लभरले कोक छुटेर केही पनि मतलब छैन तर मेरो दोस्त एकदम कोका कोला फिगर लिएर सहित कोका कोलाको एकदम ठुलो फ्यान रहेको छ सुशील दोस्त चाहिँ थकेर आयो भने नलाएर चाहिँ मोबाइल चलाउँदै हिँडिसिन्छ केही छैन जिन्दगी भनेको 2 दिनको हुन्छ 2 दिनकोमा भनेर म 17 वर्ष बाँचिसकेँ अहिले 18 पुगिसकेँ खाएर छेरेको छेरे त्यस्तो दोस्तले यस्तो बबल राइमिङ हान्दैछ क्या राइमिङ म ऱ्यापर हो भविष्यको अहिलेको चाहिँ होइन दोस्ती अझै कति छ हो नि अझै छ यस अरू केही हेलो नमस्ते गाइजहरू चट्ट लाएर अब तेरो जुत्ता देखाइदिनु भिडियो वाच टिल द एन्ड Look at my outfit, yo. VSDK ओए केटा हो हामी जम्मै 1 किलोमिटर हिँडेछ Oh my god. जम्मै 1 किलोमिटर हिँडेछ हामी अहिलेसम्म अझै 3 किलोमिटर बाँकी छ त्यही हो रमाइलो हेरिरहेको छ होइन केटा जम्मा अब 3 किलोमिटर बैगुनीलाई सम्झ्यो कि अहिले सो गाइज हैन सो फाइनली गाइज हामी चाहिँ यहाँ करेनको कुरकुरे चिज यो चाहिँ मेरै ब्रान्डको होइन यस्तो गोरी मान्छे कसरी काली देख्छ सो फाइनली गाइज हैन फाइनली गाइज भर्खरै लन्च भएको चाहिँ हाम्रो त्यो करेनको चिजबल चाहिँ हाम्रो हातमा आइसक्यो हैन अब चाहिँ हामी चाहिँ अनबक्सिङ गर्दैछौँ Please guys, grab the opportunity. अरु केही कस्तो छ भित्र सो गाइज यता हेर Bye. कस्तो छ त भित्र हेर्न सक्नुहुन्छ ओ माय गॉड Oh, What you oh my have god this. अर्ध पक्क हो गया व्हाट इज दिस अर्ध पक्क दिस हो गया खानु छैन तर कोरियान खानु है ओके हुन्छ हामीले कहिले फाल्दैन ओके खासै फोहोर फाल्न नपाइने रहेछ गाइज अलि भनम न म चाहिँ जो सामना This is the offer of our new brand. Current new brand. राम्रो समात्दैन न सो म यता ल भर्खर लन्च भएको होइन यो चाहिँ करेनको चिजबल चाहिँ म चाहिँ तपाईँहरूलाई चाहिँ खाएर म लिइसकेको छैन है तर सरी भन्न चाहन्छु मैले तपाईँलाई नसोधी खानु भयो खाइ ल
म चाहिँ अझै टेस्ट गर्न जाँदैछु खाए ल काम कि नखाम गाइजहरु भन्दिनु है म गाइज हैन इट्स रियली गुड हैन यो साच्चीकै चिजबल जस्तो छ त्यसले मार्क्सको हालत कस्तो यो त किन्ने हो के यस्तो ल अहिले कार्डियो बन्द गर्ने हैन यो अनि अच्छा सो तपाईहरुलाई म एउटा के कुरा फेरि जोड्न चाहन्छु भने आज चाहिँ हाम्रो चाहिँ मिलन दोषको चाहिँ बर्थडे रहेको छ सो ह्यापी बर्थडे हाम्रो दोष चाहिँ 24 घण्टा जन्मेको दिने हैन कि आज चाहिँ उसको के भन्छ रे बर्थडे भनेको अब जन्मबारकै जन्मबार ठ्याक्कै केही भन्न छ छैन नि चट्ट लाएर पारमा हाम्रो बिनुजीले के भन्नु बस्छ ल चट कस्तो रातो देखिया ओ माइ अलिअलि के चट्ट लाएर अहिले पारमा हामी बसेर अझै 3 किलो चट्ट लाएर बसेका छौं पारामा हामी निस्केदेखि एक बिनिताको फेभरेट के हो बिनिता चाउमिन र चिकन ललिपप आन्टी मेरो त करेन्सी के जंगल भन्छ यसलाई चाहिँ मैले घरमा एक थाल भात खाएर त्यहाँ मलाई के खान मन लागेन अहिले बाहिर चिजबल खाएर बसिरहेछ त यहाँ छ कि एउटा साइड खान्छ हो सो अलराइट गाइज हामीलाई मात्र अब 2 किलोमिटर बाँकी छ हैन त्यही हो हामी भर्खर कति यहाँ देख्न सक्नुहुन्छ होला यहाँ रातो निलो भएर मान्छे भएको जनता सो मात्र 2 किलोमिटर बाँकी छ चलो जय हिन्द चलो गाइज हैन जय नेपाल जय लमजुङ जय लमजुङ 2 किलोमिटर भन्यो अहिलेसम्म आउन हाम्रो कति घण्टा लाग्यो त्यति नै लाग्छ अब लाग्दैन राजा बोलाऊ देश बचाऊ यहाँको राजा चाहिँ म यहाँको राजा डिओजी किङ अहिले राजाको नाम के थियो ज्ञानेन्द्र हो ज्ञानेन्द्र शाह शाह मान्छे त कस्तो आहा उहाँ आउनुहुन्छ अनि देश बचाउनुहुन्छ भन्ने आशा गरे हाम्रो देश बचाउने भनेको जय नारी अनि भाग्य नफाने त्यस्तो जस्तो हो अनि काजुवाला के रे काजुवाला रे जनता हैन म जान्न चाहन्छु नि के जनता चाहन चाहन्छु ए त्यो त्यो के ऋषि धर्म ऋषि धमाला जसलाई गर्छ हमला जनता चाहन नेताहरू चाहिन्छ देश विकास गर्नको लागि बल्ल मात्र देश जनता चाहन फोकस अन क्यामेरा के म फेरि क्यामेराम्यान हो नि त अनि सबले चाहिँ म चाहिँ क्याप्चर गरिरहेको छु यता भिडियो बनाउन म क्वेशनहरु रेज गर्छु के ल है 3 भइसक्यो स्टार्ट भइसक्यो भइसक्यो सुशीलजी जनता चाहन जान्छ हजुरलाई किन भोक लाग्छ मलाई भोक ल्याइदेऊ न म भोक किन लाग्छ भने माइकमा बोल न एउटा के युज देऊ नि त अलि त पछाडी हेर्न पर्यो के हैन हैन ल कडा कडा ल फेरि सुरुबाट यो चाहिँ हैन अरु क्वेशन चाहिँ ल सुशीलजी हजुर जनता चाहन जान्छन् कि हजुरले किन गर्लफ्रेन्ड बनाउनु भएको अहिलेसम्म सिंगल नै हो जन्मेदेखि अहिलेसम्म गर्लफ्रेन्ड मेरो छैन हैन कोही बन्दिन चाहनुहुन्छ भने तल लिङ्कमा राखिएको फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ यहाँहरूले अरु केही के अहिलेसम्म छँदै छैन त तपाईको गर्लफ्रेन्ड नभएको त हैन यस्तो कलौटेलाई कसले पत्ताउने छ होला कति फरक छ यतिमा कस्तो फरक छ चट्ट लाएर हामी चाहिँ हैन सक्यो यस त्यस्तै हेर्देऊ न अनि हेर स्पोन्सर गर्दा यहाँ बुढो हुन लागिसक्यो यस कस्तो बवाल देखेको के ल म्या फाइनली भेटियो केटा हो फाइनली कति धेरै हो त रातो र निलो भइसकेको छ हाम्रो केटाहरू
दोस्ती कस्तो लागिरहेछ कस्तो लागिरहेछ नानी कस्तो हो र कस्तो हो क्या दोस्ती कोइहाडी काठमाडौँ बजार पूजाबाट आएको अलिकति जुमिङ गर्दाखेरि अलि नदेख्दो रहेछ होइन त्यही पनि होइन ट्याप ट्याप त्यहाँ चाहिँ हामीले त्यहाँ बसेर चाहिँ हामीले एउटा कुर्मीले चाहिँ सकेर आयो पहेँलो पहेँलो त्यहाँदेखि आइपुगे छिटै आइपुगे धेरै देखेको है यस्तो बवाल छ नि हेर्नु फेरि त्यही हो तपाईँहरू नि आउन सक्नु न तपाईँ आउन सक्नुहुन्छ हामीलाई सम्पर्क गर्नु होला सम्पर्क गर्नु होला होइन आउनको लागि चाहिँ किनकि होइन हामी चाहिँ आइसक्यौँ नि त त्यही हो नि त डिस्क्रिप्सनमा चाहिँ यसको नम्बर हालिदिन्छु म होइन हाम्रो दोस्तीको त झन् हाल्नै पर्छ होइन हाम्रो झन् दोस्तीको झन् हाल्नै पर्छ त्यही नै हो ल सर र आजलाई यति नै हालिदिनु चलिदिने हो क्या अब भने म त एउटा ल त्यस्तो गाइस हामी चाहिँ अहिले यो जामल गुम्बामा होइन यस्तो जामाचो भ्यू टावरमा होइन यस्तो चट्ट लगाएर हेर्दै त बिनु बिनु भने त फेरि त्यो धेरै रिक्सै पर्दैन कि मान्छेहरूलाई होइन चट्ट लगाएर हामी चाहिँ अहिले जामाचो हाम्रो दोस्ती यहाँ छ होइन निराज दोस्ती कहाँ आने दिनु त्यही नै हो होइन चट्ट लगाएर हामी चाहिँ जामाचोक चट्ट यस्तो देखाइदिउँ भनेको ड्युटी आउँछ राम्रोसँग छोडे भाइ गाइस हामी चाहिँ होइन चट्ट लगाएर हामी चाहिँ अब चट्ट होइन जाँदैछौँ सो हाम्रो यहाँको चढाइ पनि सकियो चट्ट लगाएर हेलो एन्ड बाई बाई सो आज चाहिँ हामीले चाहिँ आज होइन हामी कति घन्टा हिँडेर बिहान 5 बजीबाट निस्काएन हामी बिहान हामी 5 बजी हिँडेको गाइस हामीलाई कति आउँछ मेबी 7 आवर्स हामीलाई लाग्यो 7 घन्टा केटा हो 7 घन्टा लाग्यो आज हामी फर्किसक्यौँ हामीले 4:30 बजीसम्म चाहिँ हामी त्यहाँ सो हामीलाई 4 घन्टा चाहिँ 7 घन्टा चाहिँ लाग्थेन होइन किनकि 4 घन्टा चाहिँ यसले गर्दा लाग्यो क्या कहाँ गयो त्यो पछाडि भएको यो छ नि हो कता यो जङ्गल हिँड्ने कि यो देखिरहनु भएको छ नि तपाईँहरूले होइन यो लास्ट ढिलो मान्छे 7 घन्टा चाहिँ यसले गर्दा लाग्यो किनकि होइन म झन् यस्तो फास्ट हिँड्ने मान्छे होइन सो अलराइट गाइस हाम्रो चाहिँ आजको हाइकिङ सकिसकेको छ होइन अहिले चाहिँ हामी टक्क लगाएर रोडमा आइसक्यो माथिबाट च्याप लगाएर नि होइन कस्तो भयो नानी जाँदाखेरि सकुशल थियो आउँदाखेरि म डुडो खान्छु अलिकति दोस्ती कस्तो फिल भइरहेछ दोस्ती एक्सपिरियन्स कस्तो भयो हाइकिङको लागि एकदम होइन तपाईँहरू अब बिदामा अब शनिबार चाहिँ कतै जानको लागि चाहिँ अब ठाउँ खोज्दै हुनुहुन्छ भने चाहिँ म चाहिँ तपाईँले त्यही ठाउँमा आउनु भन्छु होइन त्यही नै हो एकदम राम्रो छ भनौँ न एकदम राम्रो छ तर यहाँ आउनलाई चाहिँ अलिकति तपाईँहरू फिजिकल फिटनेस हुनुपर्छ त्यसमा अनि हिँड्न सक्ने हुनुपर्छ है अलिकति किनकि 4 किलोमिटर हो कि ब्रो ब्रो रे साथीहरू 4 किलोमिटर हो यहाँबाट उकालो मात्र किलोमिटर सो त्यही नै हो होइन हामीले 4.371 किलोमिटर चाहिँ सिडी मात्रै हिँड्नुपर्छ कि 4.371 किलोमिटर चाहिँ सबै सिडी हिँड्नुपर्छ ठाडो उकालो होइन एकदम माथि उकालो हो पानी पर्यो गाइस
सो त्यही नै हो हजुरहरूले बिचमा चाहिँ केही खानाको कुराहरू पाउँदैन होइन सिधै डाँडा गएर त्यही नै हो लान पाउँदैन चुरोट सुरोट रक्सी अनि चक्कु सक्कु केही लान पाउँदैन अलाउड छैन किनकि किन अरे त्यस्तो मर्डर चक्कुलाई नि मर्डर हुनसक्छ अरे अनि के अरे चुरोटहरू सुरोटहरू यस्तो लयो भने चाहिँ हात जङ्गलमा आगो लागि हुन्छ होइन सो त्यही नै हो सो आजको हाम्रो ब्लग चाहिँ यति छ सो बाई बाई गाइज सबैजना आउनु होला